हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ आज हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी इन्डिया गएको, गम्टु गम्टु इन्डिया भएर जानुपर्छ कि। अन्त त्यो भाइरस के भाइरस ए भएको यहाँ अब पनि फुलेन रहेछ। एकपल्ट अस्ति फुलिसक्यो नि। हावा पुरा छ, हावा यहाँ रोकिदिनु, यहाँ वीरपाडा बजार टोटो पनि जान्छ कि, तर टोटोमा त सुविस्ता हुन्थ्यो, तर जिपमा गाडी ल तपाईँ पनि जानुहोस्। थ्याङ्क यू। लो गाह्रो चिरा अरे यो जग्गाको नाम, गाह्रो चिरा। गाह्रो चिरा भेट्दो रहेछ हो। हाट रहेछ है, सन्डे हाट हेर्नु, पुरा बजार लाग्दो रहेछ। भुटानको पनि आउँदो रहेछ, बस्तीको मान्छेहरू पनि आउँदो रहेछ। मात्रापाडा बजार यस्तो लाग्दो रहेछ बजार। मुरीहरू यसरी बेच्दो रहेछ, बजार लाग्दो रहेछ। मात्रापाडाको बजार रहेछ, तमिलनाडुको बजार पुरा गम्टु र इन्डिया र भुटानको बजार पर हेर, सिमेन्ट फ्याक्ट्रीहरू छ यहाँ चाहिँ, पुरा फ्याक्ट्रीहरू छ है। यो चाहिँ भाइ इन्डिया कि भुटान हो? ए इन्डिया नि के हो यो चाहिँ, फ्याक्ट्री हो? हेर भुटान र इन्डिया। ए एसएसबी बस्दो रहेछ, एसएसबीहरू। किन्नु पूजाको सामान किन्नु हुँदैछ है मम्मीले। आइपुग्यौँ हामी चाहिँ यहाँ माक्रापाडा मन्दिर गम्टुको। भिड छ आज सन्डे। किन्नु हुँदैछ। मम्मीले फुल हुनुहुँदैछ, घरबाट लिएर आउनु भएको थियो घरको फुल। कॉपीराइट आ जाएगा। आउँछ भजनमा।
अब चाहिँ पूजा सक्यौँ सकेर मम्मीले अलिक सामान मिलाउनु हुँदैछ त्यहाँदेखिको सामान मिलाएर चाहिँ हामी अलिकति फोटोहरू खिच्ने गोपाला मन्दिर हो मेरो बिहे चाहिँ यहीँ भएको तर पहिला यस्तो थिएन निकै चेन्ज भएछ धेरै भयो नि अब यस्तो चाहिँ नेहा यहाँ छ मेरो मैले यहीँ बिहे गरेको मेरो छोरी पनि यत्रो भयो यही नै यत्रो फरक छ अब मान्छेहरू स्टिल छ है स्टिल लाउँदैछ मान्छेहरू हत्तु पत्तु भयो हामी चाहिँ लाइभकै बिहान गएको थ्याङ्क यू फर वाचिङ बाई लामो खिच्दैन